सेवारो नमस्कार म गायिका मनु नेम्बाङ साम्लो सामा मनु नेम्बाङ मेता हाम्रो आदरणीय दाइ आशराज बोखिम दाइ सँगको मेरो सहकार्य चाहिँ मलाई लाग्छ धेरै पहिला हो एकिन यही साल भन्न सक्दिनँ तर 59-60 तिर जस्तो लाग्छ उहाँको फर्स्ट एल्बममा मैले पालाम गाउन पाएको थिएँ धेरै नै वर्ष भयो जस्तो लाग्छ उहाँले जुन त्यो बेला एउटा लिम्बू गीतहरू नै धेरै कम आउने गर्थ्यो त्यो बेला उहाँले एउटा जुन एल्बम तयार गर्नुभएको थियो त्यसमा चाहिँ मलाई एउटा पालाम गाउन दिनुभएको थियो त्यही पालामबाट उहाँसँगको मेरो सहकार्य चाहिँ सुरु भयो मलाई लाग्छ 59-60 कै जस्तो लाग्छ त्यो एल्बम चाहिँ यो मिमलेन फुङ पालाम चाहिँ अब धेरै लामो समय त्योभन्दा अगाडि अब उहाँको सिङ्जाङ्गो फुङनाम भयो अनि त्यसपछि पछाडि भएको चाहिँ हाम्रो मिमजी फुङ पालाम एकदमै धेरै दर्शक श्रोताहरूले मन पराइदिनु भएको एउटा मिठो पालाम हो त्यसपछिको चाहिँ यो अहिले जुन मिमजी फुङदेखि मिमले फुङसम्म आइपुग्दाखेरिको सहकार्य एकदमै लामो छ दाइसँग मिमजी फुङ पालाम पनि हाम्रो आदरणीय काका सुवर्ण नेम्बाङ काकाले लेख्नु भएको थियो भने यो मिमले फुङ पनि उहाँले नै लेख्नु भएको पालाम हो जुन पालाम चाहिँ पहिलाको जुन मिमजी फुङमा पनि मायाकै विषयमा लिएर हामीले चाहिँ तयार पारिएको पालाम हो एकदमै धेरै दर्शक श्रोताले रुचाइदिनु भएको पालाम हो जसपछि चाहिँ यो अहिले मिमले फुङ तयार भएको छ मिमले फुङ चाहिँ एउटा म्युजिकल भिडियोसम्म मात्रै तयार हुन्छ होला जस्तो लागेको थियो मेरो विचारमा तर अब कथावस्तु अलिकति एकदमै गहन भएकोले गर्दाखेरि चाहिँ मिमजी फुङ पालाम चाहिँ मिमजी फुङ म्युजिक भिडियोदेखि मिमले फुङ फिल्मसम्म बन्न पुगेको छ यसमा चाहिँ एकदमै सत्य घटनामा आधारित आदरणीय दिदी हरिमाया मातेन दिदीको यथार्थ घटनामा आधारित यो पालाम तयार भएको छ जुन पालाम पनि सुवर्ण काकाले नै लेख्नु भएको छ एकदमै गहिराई एउटा पालाममा हुनुपर्ने पालाममा के छ के बुझिन्छ भन्ने कुरा चाहिँ पक्का पनि यो मिमलेन फुङ चलचित्र हेरिसकेपछि चाहिँ धेरैले पालामबाट चाहिँ के हुँदो रहेछ अथवा पालाममा के भनिँदो रहेछ पालामले के कथावस्तु बोक्दो रहेछ भन्ने कुरा चाहिँ लगभग मलाई लाग्छ यो मिमलेन फुङ चलचित्र हेरिसकेपछि चाहिँ धेरैजना प्रष्ट हुनुहुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ यो मिमलेन फुङ चाहिँ आफैमा एकदमै सहन नसकिने एउटा चोटबाट चाहिँ तयार भएको निर्मित भएको एउटा पालाम हो जुन पालाम गाउँदाखेरि चाहिँ एउटा वर्ड छ त्यो वर्डमा पुग्दाखेरि चाहिँ मैले गाउनु चाहिँ एकदमै गाह्रो भएको थियो जुन शब्द छ त्यो शब्द चाहिँ हिमदाङबान तगी मासिङ ब्याङ भन्ने जुन वर्ड छ त्यो शब्दले मलाई यति छुयो म यति जस केही समय ब्रेक गरेर मैले रेकर्ड गरेँ हैन त्यो चिज चाहिँ त्यति धेरै गहिराइमा पुगेको छ सायदै त्यही मेन मोटु फिल्मको मोटु चाहिँ त्यही शब्द होला जस्तो लागेको छ क्या मलाई यो मिमलेन फुङ चलचित्र चाहिँ आउँदो जेठ 16 गते शनिबारको दिन चलचित्र विकासपुरमा प्रदर्शन हुने भइराखेको छ जसले गर्दाखेरि अब अहिले धेरै टिकेटिङहरू पनि भइराखेको छ अब लगायत धेरैजना हामी टिम मिलेर काम गरिराखेको छौँ सबैजनालाई एकचोटि अनुरोध गर्दछु हाम्रो यो रवि शर्माद्वारा निर्देशन गरिएको मिमलेन फुङ चलचित्र चाहिँ सबैजनाले एकचोटि हेरिदिनु होला मलाई लाग्छ यो पालामबाट फिल्म बनेको चाहिँ पहिलोचोटि होला जस्तो लाग्छ मलाई त्यही कारणले हामी सबैजनाले एकचोटि हेरौँ अनि हाम्रो रवि सरलाई लगायत सम्पूर्ण चलचित्र टिमका निर्माता निर्देशक कलाकार सम्पूर्णलाई एकचोटि सहयोग गरौँ भन्ने पनि अनुरोध गर्दछु यहाँहरू सम्पूर्णलाई अब लिम्बू चलचित्रहरू चाहिँ किन हेर्नुपर्छ भन्दाखेरि पनि लिम्बू चलचित्रहरू चाहिँ अरू समुदायको अरू नेपाली फिल्महरू भन्दा चाहिँ एकदमै कमै बन्ने फिल्महरू हो अब बजेटकै हिसाबले हामी त्यति धेरै अफोर्ड गर्न सकिँदैन त्यही कारणले थोरै लगानीमा तयार गरिएको हुन्छ थोरै लगानी भन्दै पनि लगानीले चाहिँ एकदमै आकाश चुमेर जाने हुन्छ त्यसले गर्दाखेरि चाहिँ हामी यो लिम्बू फिल्महरू चाहिँ हलमा पनि चलाउन सक्दैनौँ
त्यही कारणले हामीले चाहिँ च्यारिटी सो गरेर अनि प्रिमियर सो गरेर हाम्रै लिम्बू समुदायलाई चाहिँ हार गुहार गरेर एउटा चलाउने फिल्म हो। त्यही कारणले हामीले फिल्म हलहरूमा पनि चलाउन सक्ने फिल्महरू चाहिँ कहिले बनाउन सकिन्छ होला जस्तो पनि लाग्छ कि राम्रो बनाउने हो भने त सबै समुदायले नै हेर्न सक्ने खालको चाहिँ बनाउन सकिए धेरै राम्रो। तर अहिलेसम्म त्यो ठाउँमा हामी पुगेको छैनौँ। त्यही कारणले जति पनि हाम्रो समाज समुदाय थोरै छौँ तर पनि मन चाहिँ ठुलो छ भनौँ न। सबैले लु है फिल्म हेरौँ है, 1000 रुपियाँको टिकट छ है, लु 5000 सहयोग गरिदिनु पऱ्यो है, 10,000 गरिदिनु पऱ्यो है भन्दाखेरि हाम्रो लिम्बू समुदायले चाहिँ दिनुहुन्छ कि सहयोग गर्नुहुन्छ। यो चाहिँ एकदमै खुसीको कुरा छ। चलचित्र अब हाम्रो समुदायले चाहिँ हेर्ने नै हो। हाम्रो जेनेरेसनले लिम्बू भाषा बुझ्ने बोल्ने गरेका छौँ तर हाम्रो जेनेरेसनभन्दा पछाडिको यङ जेनेरेसनले चाहिँ लिम्बू भाषा नबुझ्ने, हाम्रो कल्चर संस्कार संस्कृतिहरू नबुझ्ने। त्यही कारणले अलिकति बढी मात्रामा अझै ज्यादा लिम्बू फिल्महरू बनाएर हाम्रो यङ जेनेरेसनलाई पनि समेट्दै लैजाने हो कि भन्ने चाहिँ लागेको छ मलाई चाहिँ।